नमस्कार साथीहरू, आज मैले दुप्चेश्वर महादेवको भिडियो लिएर आएको छु। नुवाकोटमा रहेको यो दुप्चेश्वर महादेवको सम्पूर्ण जानकारी भिडियोमा दिनेछु। भिडियो अन्त्यसम्म हेरिदिनु होला। ल लिखु गाउँपालिका वडा नम्बर 4 चौगडालाई यहाँहरूलाई हार्दिक स्वागत गर्छ भनेको छ। यताबाट हामी अब देब्रेतिर लाग्ने यो गेटबाट है। यहाँबाट चाहिँ यो खोला हामीले देख्न सकिन्छ। हेर्नु त कति रमाइलो खोला छ, कत्रो ठुलो ढुङ्गा रहेछ है। यो चाहिँ पञ्चकन्या भन्ने ठाउँ रहेछ है साथीहरू। हेर्नु त त्यो ठाउँमा पनि बबालको ठुलो पुल रहेछ एउटा। तपाईलाई म देखाउँदैछु उही अगाडिपट्टिको ठ्याक्कै यो रस्ताको पछाडि नि यो चाहिँ दुप्चेश्वर महादेव हो। यो दुप्चेश्वर महादेव चाहिँ यो खोलाबाट तरेर जानुपर्ने थियो है। अब अहिले चाहिँ पुल भत्काएको कारणले गर्दा बर्खाले भत्काएछ। अब अहिले हामी चाहिँ यहाँ झुन्डिङको पुलबाट चाहिँ जाँदैछौँ है। ल साथीहरू, दुप्चेश्वर महादेव हो नि त। आहा महादेव ढाड कम्मर दुखेको छ भने चाहिँ यो ठाउँबाट तपाईँले पार गर्नु भने चाहिँ तपाईँको ढाड दुखेको पनि तपाईँलाई बिसो हुन्छ है त। यो जुन कगाएर छ यहाँबाट चाहिँ हामी माथि मेन मन्दिर जाने बाटो रहेछ है। यो दुप्चेश्वर महादेव हुनुहुन्छ दुप्चेश्वर महादेव। कसरी उत्पत्ति भयो भन्ने कुरो अब हामीलाई पनि भावना हजुरबा पालादेखि यतिकै छ होइन। कुनु गाई भगवान्ले ल्याइदिनु भयो, आफूलाई दुध चढाइदिनु भयो। गाईको चिन्ह छ यहीँ गाईको चिन्ह छ। त्यसमा गाईले के दुध चढाएर तर उत्तर यता उत्तर हो, उत्तर फर्केर दुध चढाएर गाईले। हजुर यो कस्तो खालको चाहिँ डिजाइन गरेर चाहिँ हेर्नु त। अब तपाईँ यस्तो ठाउँ छ, यहाँबाट बाटोबाट यसरी तल ओर्लिनु पर्ने रहेछ, हामी तल पुग्नुपर्छ। तर यस्तो डेन्जर ठाउँ रहेछ यार, मैले चाहिँ बिलिभै गरेको थिइनँ। हेर्नु त हामीलाई अहिले चाहिँ दर्शन गर्नलाई चाहिँ बहुत सहज आएको छ यसरी। नमस्कार साथीहरू, नुवाकोटबाट तपाईँलाई साविज ब्लगमा फेरि पनि स्वागत छ। अहिले हामी चाहिँ दुप्चेश्वर जाँदैछौँ है। दुप्चेश्वरको भिडियोमा नि तपाईँहरू अन्त्यसम्म जोडिनु होला। म यहाँको चाहिँ सबै कुराहरू बाटोदेखि लिएर कसरी पुग्न सकिन्छ यो सम्पूर्ण जानकारी दिने कोसिस गर्नेछु। स्टे ट्युन, भिडियो रमाइलो हुनेछ, भिडियो मजाले हेर्ने मलाई है त। दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। पशुपतिनाथको दोस्रो रूप मानिने नुवाकोट जिल्लाको धार्मिक पर्यटकीय स्थलमा प्रत्येक वर्ष धान्य पूर्णिमाको दिन विशेष मेला लाग्दै आएको छ। मेला भर्न राजधानी काठमाडौँ, धादिङ, रसुवा लगायतका मुलुकका विभिन्न ठाउँबाट भक्तजनहरू पुग्ने गर्दछन्। जिल्ला सदरमुकामदेखि 35 किलोमिटर पूर्वको राउतबेसी गाविसमा गौचरणमा रहेको मन्दिरमा विशेष सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको विश्वास गरिन्छ। र आज यसै दुप्चेश्वर महादेव मन्दिरको दर्शन गरौँ है त। अगाडि देखिरहनु भएको यो झुलिङको पुल छ, त्यहाँबाट चाहिँ पहिला मान्छे त्यहाँबाट हिँडी गर्छु भने अहिले चाहिँ तल्लो पुलबाट चाहिँ हिँडी गर्छन्। र यो बाटो सिधा अगाडि गयो भने चाहिँ तपाईँको त्रिशुली पुगिन्छ, त्रिशुली पटार पुगिन्छ भने अब हामी चाहिँ यहाँबाट चाहिँ दुप्चेश्वर पुगिन्छ है। यहाँबाट 25 किलोमिटर दुप्चेश्वर, 13 किलोमिटर बिदुर चौघडा पुल रहे होइन। ल जाउँ है, ल चौघडा पुल आउनु। लिखु खोला पुल भाइ। अब यहाँबाट अब हामी अगाडि जाँदैछौँ। हेर्नु त अब दृश्य चाहिँ अब मैले धेरै कैद गर्न चाहिँ सकिनँ। ल हेर्नु त यो जुन खोलामा यो फाँट जुन देखिन्छ हेर्नु त कति रमाइलो छ। र यो पुल पनि हेर्नु अब हेर्नुहोस्, तर बर्खाले गर्दा अलि बढी नै क्षति गरेको देखिन्छ है, तर धेरै नै रमाइलो छ है साथीहरू। यदि तपाईँ काठमाडौँबाट आउँदै हुनुहुन्छ भने दुप्चेश्वर आइपुग्नलाई तपाईँलाई 78 किलोमिटर 3 घन्टाको बाटोको यात्रा गर्नुपर्छ। र यात्राको क्रममा बाटोमा जुन देखिने यो हरियाली जुन फाँटहरू छ नि, यो चाहिँ साउन भदौ महिनामा देखिन्छ। साउन भदौमा आउनु भने धेरै रमाइलो हुन्छ है। ल लिखु गाउँपालिका वडा नम्बर 4 चौगडालाई यहाँहरूलाई हार्दिक स्वागत गर्छ भनेको छ। यताबाट हामी अब देब्रेतिर लाग्ने यो गेटबाट है। बाटो राम्रै छ भन्ने खालको बुझिरहेको छ, हामीले चाहिँ बुझेको छौँ। र यस्तै बाटो भयो भने चाहिँ 25 किलोमिटर जान त 1 घन्टा पुगिन्छ होला सम्भवतः। र यो यतातिर पनि मेरो यो फर्स्ट टाइम हो यो ठाउँमा पनि मेरो यात्रा चाहिँ। र यो बाटोको बारेमा चाहिँ बाटो चाहिँ धेरै राम्रो छ जस्तो लाग्यो। तर यहाँबाट फेरि तपाईँले दुईवटा बाटो देख्नुभयो भने हाम्रो दायाँ बायाँ कता जाने, यहाँबाट सजिलो राम्रो कता हो। ल जहाँ राम्रो त्यहीँ जाउँ न। लेट्स गो गाइस, लेट्स गो। अहिले चाहिँ हामी
15 किलोमिटर जति आइपुग्यौँ होला जुन अघि नै हामीले भनेको पुलबाट। अहिले यो चाहिँ दोर्खु खोला पुल लम्बाइ 26 रहेछ, सानो एउटा बजार जस्तो एरिया रहेछ। यहाँबाट चाहिँ यो खोला हामीले देख्न सकिन्छ। हेर्नु त कति रमाइलो खोला छ, कत्रो ठुलो ढुङ्गा रहेछ है। नेपाल त नदी नालाले नै है धेरै भनिदिएको हो, सही सदुपयोग नगर्दाले गर्दाखेरि हामीले दुःख पाएको हो होइन। यो चाहिँ पञ्चकन्या भन्ने ठाउँ रहेछ है साथीहरू। हेर्नु त त्यो ठाउँमा पनि बबालको ठुलो पुल रहेछ एउटा। यो चाहिँ कुन खोला होला? टाडी रिभर ल, यसलाई चाहिँ टाडी रिभर भन्दो रहेछ है। नेपालको खोला रहेछ। ल यो दुप्चेश्वरको गेट पनि हामी आइपुग्यौँ। यो समुद्र टार सब स्टेसन पनि यता रहेछ है, हाइड्रो पावर। र हामी चाहिँ यो गेटबाट चाहिँ अगाडि लाग्दैछौँ दुप्चेश्वरको लागि है। अब यहाँबाट कति समय लाग्छ अब थाहा छैन हामीलाई। अब यसो बुझेर हेर्दाखेरि चाहिँ त्यो कुनामा जुन घरहरू टन्नै देखेको छ त्यही आसपास हुनुपर्छ जस्तो लाग्छ। ल साथीहरू, हामी अन्ततः दुप्चेश्वर महादेव भएको ठाउँमा आइसकेका छौँ। तपाईँलाई म देखाउँदैछु उयो अगाडिपट्टिको ठ्याक्कै यो रस्ताको पछाडि चाहिँ यो चाहिँ दुप्चेश्वर महादेव हो। ल हामी चाहिँ अहिले आइपुगेका छौँ, लगभग 3:30 बजे छ अहिले दिउँसोको। र हामी चाहिँ अब यहाँ दुप्चेश्वर जान्छौँ र मन्दिरको तपाईँहरूलाई पनि दर्शन गराउँछ है त। यो दुप्चेश्वर आउने क्रममा बाटोमा चाहिँ पानीले भयङ्कर भेट्यो है। अनि लास्टमा रेनकोटै ओढेर आउनुपर्ने अवस्था आयो। र अन्ततः हामी दुप्चेश्वर आइसकेका छौँ। तपाईँलाई देखाउन चाहन्छु उता दुप्चेश्वर महादेव है। यो दुप्चेश्वर महादेव चाहिँ यो खोलाबाट तरेर जानुपर्ने थियो है। अब अहिले चाहिँ पुल भत्काएको कारणले गर्दा बर्खाले भत्काएछ। अब अहिले हामी चाहिँ यहाँ झुलिङ्गे पुलबाट चाहिँ जाँदैछौँ है। दिउँसोको 3:30 बजिसक्यो। दर्शन गरेर फर्किनुपर्ने छ। यात्रा आज अलि लामो भयो अङ्कल। पहिला खोलामा आउँदाखेरि खोलो क्रस गरेर आउनु मिल्थ्यो। अब अहिले चाहिँ अब बाढीले गर्दाखेरि बगिसकेको छ। अब हामी झोलुङ्गे पुलबाट जानुपर्ने भयो। ल साथीहरू, दुप्चेश्वर महादेव हो नि त। आहा महादेव यो खोला यस्तो बगिरहेको छ कि होइन। अब यो ऱ्याफ्टिङ पनि यहाँ सम्भावना सर्ट लागिरहेको छ। अब ऱ्याफ्टिङ पनि बादल बन्यो भने बब्बाल हुन्छ। ल यो दुप्चेश्वर महादेव नुवाकोट जिल्लामा पर्छ। अरुण निगरानीमा छ अरे है। भित्तामा हिँड्दा नुवाकोटको भित्ता भनेपछि यस्तो खोला चाहिँ हाइड्रो पावरहरू खोलिरह्यो होला है। तपाईँ देख्न सक्नुहुन्छ एकदम सेड बनाइएको रहेछ यहाँ चाहिँ मान्छेहरूलाई दर्शन गर्नलाई। यहाँ त लाइनै हुन्छ होला। हजुर लाइन बस्नलाई पनि सहज बनाएर छ। अब हामी अलि माथि जाँदैछौँ। यो खालको स्ट्रक्चर तपाईँले देख्न सक्नुहुन्छ। यहाँ तलतिर उ गरिएको छ है, रेलिङहरू लगाएर गरिएको छ। अनि अब हामी चाहिँ सिधै मासतिर अगाडि लागिरहेछौँ। यो अद्भुत डिजाइन बनाएर छ यताबाट उता जाने। तपाईँलाई यहाँ देखाउनु खोजेँ मैले। हेर्नु त माथिबाट ओलिन जस्तो यहाँ मन्दिर जाने बाटो चाहिँ यहाँबाट लेखिएको छ है त। मन्दिर कुन हो? मेन गणेश मन्दिर कुन? यो चाहिँ गणेशजी महाराज हुनुहुन्छ है। जे होस् गणेशजी महाराज रक्षा गर। कहाँबाट जान्छ माथि? पुरा दुलाबाट आइरहेको छ पानी त।
होइन कि आमा किमोजन्ती अनुसार घाँड कम्मर दुखेको निको हुने बाटो अरे क्या यता छिर्नुपर्छ कि आज छिर्नु पऱ्यो छिरो है ल ल साथीहरू है यहाँ लेखिएको छ ढाड कम्मर दुखेको छ भने चाहिँ यो ठाउँबाट तपाईँले पार गर्नु भने चाहिँ तपाईँको ढाड दुखेको पनि तपाईँलाई बिसो हुन्छ है त। हामी जाँदैछौँ, मेरो पनि अहिले ढाड दुख्छ है, त्यसले गर्दा म जाँदैछु होइन। अब कतिकैले चाहिँ सत्यता ल्याउँछ हेर्दैछौँ, तर मलाई विश्वास छ हुन्छ। अब हेरिन चाहिँ यहाँबाट तपाईँलाई देखाउन चाहेँ मैले यतापट्टि यो अहिले जुन बाटो चाहिँ अघि हामी आएको बाटो चाहिँ यही नै हो होइन। यहाँबाट चाहिँ यही सेडबाट आएको हामी चाहिँ यहीँबाट हामी माथि आएको है। र ऊ त्यो झुलिङको पुल हेर्नु त, त्यहाँबाट चाहिँ हामी माथि आउने। यहाँ माथि आएर चाहिँ त्यो ककारो भएर चाहिँ हामी आइन्छ है त। यो जुन ककारो छ यहाँबाट चाहिँ हामी माथि मेन मन्दिर जाने बाटो रहेछ है। अब हामी अगाडि बढ्दैछौँ है त। तो फाइनली गाइज यो दुप्चेश्वर महादेव महादेव हुनुहुन्छ। दुप्चेश्वर महादेव कसैको कुलबिहा भन्ने नि त बा दुप्चेश्वर महादेवको कसरी उत्पत्ति भयो हल्का बताइदिनुहुन्छ तपाईँले? कसरी उत्पत्ति भयो भन्ने कुरो त अब हामीलाई पनि हजुरबा पालादेखि यतिकै छ होइन। हजुर तै पनि अब यहाँ के भने भगवान्ले उत्पत्ति गरेर बस्नुभयो बसेपछि नि हजुर अब भाउ त थाहा त दिनु पऱ्यो नि। हजुर अब जुक्ति गरेर बस्छ भगवान्ले के जुक्ति गरेर बस्छ भनेदेखि यहाँ के अरे गोठा बिहा मौकामा दुनु गाई भगवान्ले ल्याइदिनु भयो। आफूलाई दुध चढाइदिनु भयो। गाईको चिन्ह छ यहीँ यहीँ गाईको चिन्ह छ। त्यसमा अनि गाईले के दुध चढाएर तर उत्तर यता उत्तर हो उत्तर फर्केर दुध चढाएर गाईले है चढायो। तर गाई गोठाले भेटेन। नभेटेपछि अनि फेरि अब त्यति भयो बाछो गरिरहेछ गाई यहाँ दुध चढाइरहेको छ भगवान्लाई है। त्यति भएपछि अनि सपनामा अनि भगवान्ले गोठामा सपना दिनुभएछ। सपना जोइको रूप धारण गरेर अनि तेरो गाई ल्याएर मैले ल्याएर राखिदिएको छु, म फलमा बसिरहेको छु, मेरो मलाई दुध चढाइरहेको छ तेरो गाईले, तेरो मनोकामना पुरा होला, मेरो पूजा गर, अरू गाई पनि ल्याएर पूजा अरू गाई दुध ल्याएर पूजाहरू ल्याएर पूजा गर अनि तेरो गाई फिर्ता हुन्छ भनेर सपना दिनुभएछ। त्यस कारणले यो पहिला यो एकदमै भिड पऱ्यो होइन। त्यसपछि अब बाटो देखाइदिनु भएछ भगवान्ले। यहाँ कुर्सुन भनियो यो कुर्सुमा लगेर टन्न टाइसम्म झालिदिएको अनि कुर्सुमा लगेर झुन्डा बाटो देखाइदिनु भएछ। त्यहाँ आएर अनि फेरि ऊ आएर यहाँ आउँदाखेरि आफ्नो गाई मजासे दुध चढेर आएको है। त्यस कारणले अनि आयो त्यहाँ कुर्सुमा बोटबाट आयो अनि दुधको चढायो पूजा गर्यो। गाई त यी छन् त लान सक्छ त अब ऊ त लहरमा झुन्डेर आएको छ नि होइन। त्यस कारणले अनि ऊ लहरबाट अनि त्यसै गरी झुन्डेर गयो। ऊ जानुभन्दा अगाडि बस्न गाई पुगिसकेको अनि त्यति बेला उसले भगवान्ले सपना भनेको छ कि तेरो मनोकामना पुरा होला भन्ने हुनाले अहिले भक्तहरूलाई सबैलाई मनोकामना पुरा यहाँ जुन चाहिँ मनोकामना तपाईँको मान्छेको बच्चा मनोकामना पुरा हुन्छ। त्यसपछि गएर गाई नब्याएको भैँसी नब्याएको मान्छे ल्याएर चलाउँछन्, बाख्रा नभए दाम ल्याएर चलाउँछन्, अर्कोपल्ट ल्याएर यहाँ भयो भने यस्तो मनोकामना पुरा भइरहेछ। त्यो मात्रै नभइकन हाम्रो नुवाकोट जिल्लाको मान्छेले परार म यहीँ छु यहीँ हुँदाहुँदै पनि अनि त्यहाँ आएर यहाँ माग गरेर गयो उसले होइन। माग गरेर गयो अनि फेरि तपाईँले के माग गरे भने जे माग गरेर पछि भगवान्लाई गुरु भन्नु भएन उहाँले। त्यस कारणले पछि फेरि आउनु तपाईँले के माग गरेको थियो भने म जाहिर होस् भने माग गरेको थिएँ, जाहिर पुगेँ मेरो। त्यस कारणले म पुरेर आएको भनेर भयो उहाँले। अब फेरि पनि माग गरेर जानुभएको थियो त्यहाँनिर पछि पनि मेरो यो पनि माग पुरा भएन। फेरि आएको माग्नु पुरै हुँदैन यहाँ है। सबै थोक माग भगवान्ले एक चिज सबै चिज एक चिज मागेपछि त्यो अनिवार्य पुरा चिताको कुरा अनिवार्य एक चिज पुरा ल जुनसुकै चिज भए पनि एक चिज मागेपछि पुरा हुने। ल हाम्रो यहाँ गुरुबाले भने जस्तै तपाईँले पनि आफ्नो मनोकामना पुरा गर्ने चाहनुहुन्छ भने दुप्चेश्वर महादेवमा आउनु होला, यहाँ दर्शन गर्नु होला। हाम्रो टिम आज हाम्रो दुप्चेश्वर आइपुगेका छौँ। हर हर महादेव, हर हर महादेव, बोलो दुप्चेश्वर की जय। यो कस्तो खालको चाहिँ डिजाइन गरेर हेर्नु त अब तपाईँ यस्तो ठाउँ छ
यहाँबाट बाटोबाट यसरी तल ओर्लिनु पर्ने रहेछ हामी तल पुग्नुपर्छ अब दुधेश्वर महादेवको मन्दिर चाहिँ यसरी यहाँ माथिबाट छ हेर्नु त ल म तपाईँलाई बाटो पनि तल गएर देखाउनेछु यसरी बाटो है धुपहरू अगरबत्ती बाल्नु पऱ्यो भने चाहिँ यो ठाउँमा आएर बाल्ने जस्तो छ है हो यहाँ हो लाइटर चाहियो है हामीलाई एकचोटि हजुर यहाँ तल हेर्नु यो साथीहरू बहुत डर लाग्दो छ यस्तो भिड ककारोमा कसरी बनायो होला भन्ने खालको एउटा चाहिँ अचम्मैकै कुरा छ है यो हेर्नु त यहाँ माथिबाट हेर्नु त फेरि ल हामीले यसरी चाहिँ यहाँ धुप पनि बाल्यौँ है साथीहरू अब यो धुप बालेपछि अब हामी चाहिँ फेरि यात्रा हाम्रो अर्डर गरेछ अब हाम्रो अरू अब के छ र हाम्रो यसपछि प्रोग्राम अब यसपछि हाम्रो खाना अर्डर गरेछ सिधै खानातिर गएर झ्याम खाने हो ल हामी मारी खाने हो हामी अब खाना खाने भनेर हामी जाँदैछौँ होटेलतिर अब होटेलतिरको यात्रा हुँदैछ हामी अब होटेलतिर यात्रा हुँदैछ तर यस्तो डेन्जर ठाउँ रहेछ यार मैले चाहिँ बिलिभै गरेको थिइनँ अलिक कपारामा हेर्नु त तल यस्तो यहाँबाट बाटोबाट उल्लिनु पर्ने छ है तर ककारोमा यसरी चाहिँ बाटो हेरेर गएको रहेछ तपाईँले देख्न सक्नुहुन्छ मैले देखाउने कोसिस पनि गरिरहेको छु यस्तो ठाउँमा चाहिँ यस्तो खालको डिजाइनिङ गरेर बनाएको चाहिँ बहुत चाहिँ अद्भुतै छ है र जसले यो सुरुवात गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद हामीलाई अहिले चाहिँ दर्शन गर्नलाई चाहिँ बहुत सहज आएको छ यसरी र साथीहरू यति बेलसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ र यो दुप्चेश्वरको भिडियो पनि तपाईँले मन पराइदिनु भएकोमा फेरि पनि तपाईँलाई धन्यवाद छ र साथसाथै यस्तै भिडियोहरू तपाईँले हेर्न रुचाउनुहुन्छ भने मेरो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला र अरू पनि यस्तै इन्फर्मेटिभ भिडियोहरू म तपाईँलाई लिएर आउनेछु आफ्नो देश घुमाउँ भन्ने खालको चाहिँ मेरो मेन मोटिभ छ किनभने स्वदेशी पर्यटन नै प्रवर्धन गर्नु हाम्रो पहिलो कर्तव्य हो हामी नेपाली भएर र तपाईँहरू पनि यसरी नै आउनुहोला एक्सप्लोर गर्नुहोला नयाँ नयाँ ठाउँहरू र तपाईँहरूकै ठाउँतिर नै यस्तो एक्सप्लोर गर्ने ठाउँहरू छ भने चाहिँ मलाई तल कमेन्टमा लेख्न सक्नुहुन्छ र म त्यो ठाउँको पनि भिडियो पक्कै पनि बनाउनेछु त्यति बेलासम्मलाई नमस्ते बाई बाई